नयाँ दिन नयाँ भिडियोको साथ फेरि पनि म हजुरहरूको माझमा है त धेरै पछि छोटो भिडियो लिएर आइछु। आज हामी चाहिँ पार्कमा गएर चटपटे खाने भनेर हिँडेछौँ है त। रमाइलो पनि हुन्छ कहिलेकाहीँ त यस्तो। डगी आएर यहाँ कति डिस्टर्ब गर्यो हामीलाई। हामीभन्दा पहिल्यै छिमेकीको डग हामीलाई डिस्टर्ब गरेर एकछिन। हामीले चटपटे बनाउने सामानहरू सबै घरबाट रेडी गरेर लिएर गएको थियौँ काटकुट पारेर। अनि घर खाना अन्त पार्कमा गएर खाऊँ, रमाइलो पनि हुन्छ, ड्राई पिकनिक जस्तो हुन्छ अन्त सब झोलामा हालेर अनि हिँड्यो हामी। रमाइलो पनि हुन्छ फेरि। यता चटपटे बन्दैछ, कोही चटपटे बनाउँदै कोहीको गेम मान्दैन सुरु नभएर नि के गर्नु, बाबु फेरि यसैमा रमाउँछ। आजको यो चटपटेको हेड कुक चाहिँ उदेश, सन्जु छोरी चाहिँ हेल्पर। हाम्रो चटपटेहरू लगभग रेडी भइसक्यो। बाबुको फेरि छुट्टै खाजा लैदिएको फ्रुट्सहरू। हाम्रो चटपटे रेडी भयो सन्जु अब। ल हाम्रो चटपटे रेडी भयो। चटपटे चाहिँ हजुरहरू कोलाई मनपर्छ, चटपटे नमनपर्ने पनि को होला र है। टक्क अमिलो पिरो टक्क। हाम्रो चटपटे रेडी भयो अब खानु। बिस्कुट खालको मन पर्दैन मलाई। मोही भन्छ कति मन परेको मै अझै भन्दै खाँदै गरेछ। चटपटे खाने कार्यक्रम सकियो, बाबुको गेम खेल्दैछ। अब हाम्रो सबै कार्यक्रम सकिएर हामी घरतिर लागेको है त। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभयो, धन्यवाद। यो च्यानललाई सब्सक्राइब गरिदिनु होला र भिडियोलाई लाइक, सेयर, कमेन्ट पनि है त साथीहरू।